हेलो गाइज हामी आयो एकदम सँग लाएर यहाँ पुरै हेलो गाइज एकदम राम्रो भ्यू छ हैन तपाईहरुले देख्न सक्नुहुन्छ यो मलेसियाको एकदम के भन्छ त्यो प्रोफेसनल ठाउँ हो के हेर्नु होला युट्युबमा भोलि आउँछ आउँदैछ पारा हुन्छ आज ओइ ओइ भाइदिन खोजे के आउने दामी ठाउँ छ गाइज आज हामी माछा मार्ने हो यहाँ हामी चाहिँ भिडियोग्राफी गर्ने हो साथीहरूले मार्ने हो टेन्सन छैन के ओ तर थाम्नु मुनि आउँदै छ थाम्नु रे यस्तै हो गाइज केटाहरूलाई सम्हालेर हिँडाउनु अलिक गाह्रो छ गाइज ल गाइज यहाँ रिच धमाका होइन समुद्रै भन्यो भने भयो तर समुद्र चाहिँ होइन फेरि भन्ने आमा भुइँ त दामी छ त यहाँ पुरै वासस्थान ओ तलतिर जाउला फेरि अरू यो एकदम प्रोफेसनल हामी फुटबल खेल्ने ठाउँ हो गाइज होइन यो एकदम खतरा छ के यहाँ चाहिँ यस्तो छ गाइज पानी आमा यति धमिलो परैसम्म छ हो आई लभ यु टु ल जे भाइ त्यो राम्रो राम्रो फलहरू छ गाइज होइन मलेसियामा यो चाहिँ लगभग हामीले यसको बिरुवा ल्याउँदा ठ्याक्कै 1.5 करोड परेको थियो होइन गाइज अहिले यहाँ टक्क यहाँ गोडमेल हुँदैछ गाइज होइन फुल्दै पनि छ यहाँ फल पनि खास के हो यो चाहिँ यो उयो हो के ऊ त्यहाँ कहाँ गइरहेछ क्या त जाला है तल हामी त पौडी खेल्न सक्दैनौँ के आउँदैन पौडी खेल्न सक्दैनौँ के हामी त फेरि बचाउनु फेरि ओ ल ल दामी फोटो होइन पो यता भिडियो हो वो यो न बात आमाम सही छ गाइज सही दामी ठाउँमा आइया छ गाइज गुटुङ लाएर लाइक कमेन्ट ड्याङ 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 हान्नु ल हाम्रो यो सानो ग्याङको यो एउटा के अरे सुपर मार्केट हो यो पुरा रमाइलो लागिरहेछ दाइलाई पुरा गाइस सेम नेपाल जस्तो छ फल हेर त्यहाँ माथि कस्तो खतरा छ यो 1.5 करोडको माल हो बिरुवा होइन लगभग अब यो हुन लाग्यो गाउँघरमा जस्तो छ त यार यो त होइन यो गाउँघर होइन यो विकास हो अलिक डेन्जर छ के ओ सुमुसिना 1.5 करोडको माल है एउटा हाँगा भाँच्यो भने 50 लाख तिराउँछु है दाउरा होसियार है दाइ होसियार फेरि तल त खतरा छ त फेरि डेन्जर गाउँघरको याद आयो साथीहरू पुरा जङ्गलतिर होइन ओ कस्तो अनुभव फुटैछ दाइ रमाइलो भइरहेछ होइन माछा त मारिन्छ कि मारिन्न थाहा छैन गाइस तर रमाइलो चाहिँ खत्रै भएको छ यति राम्रो ठाउँमा आयो सक्यो भने पुरै ओ चारा चुरोप गरिरहेछ अरू केटाहरू चाहिँ त्यहाँ बस्दैछन् फेरि आउनु त आउनु झर्नु सक्दैन ओइ स्विमिङ पुल टक्क मैले एकदम स्विमिङ पुल सबै केटाहरूको लागि यहाँ रेडी गरेर राखिदिएको छ केटाहरू पस्दैछ त्यतातिर ल ल दामी ठाउँमा है गाइस ओ माना
बोले हेलो खेल्दै छ नि त पौडी धुलो सुमोसे नाय हाँ उल्टे हानिदिन्छ त यार अरू गाइजहरू यहाँ छन् खेल्दै छन् केटाहरू समय बितेको आइभएन काबा फिस आ रहा फिस हेलो गाइज थाकेको हो ओ लागे तेरेको कस्तो पानीमा पौडी खेल्दै छन् यार पुरी हाल्न जाऊ नि तिमी त्यहाँ माथिबाट हिलामा ढासिला जस्तो माथिबाट दर्शकबिनहरू खाना थाले क्या ओए गाइज हामीलाई पनि बाँकी राखिदेऊ है गाइज हातको त भाँच्यो भने गाह्रो हुन्छ किन हाम फाल्नु